सिजनले भनेको अनुसार चाहिँ मलाई सुस्तानी भनेको कुरै थाहा छैन रे क्या। हरेक दिन 1 घण्टा सुन्थे भने सारा दबङ यिनीहरूले कति राम्रो राम्रो कुरा हेरे मैले त के हेर्न नि पाएन। ढाक्रो बिलायो भने त मन्त्रीजीको ड्राइभर जस्तो देखिन्छ नि ल मलाई पनि देखा त त्यसको बुढिया पनि बुढिया ड्राइभिङ he got us so because he's our fatso हेर हुइका हेर अम्मा 40 को स्पिडमा छ बिस्तारै रोनित बिस्तारै। सो हेलो गाइज आज चाहिँ हाम्रो पुरा ग्रुप राइड भएर चाहिँ साली नदीको होइन, त्यसपछि अझ चाहिँ हामी पुरा गाडीमा इभीमा आछौँ। त्यसपछि साथीहरू चाहिँ पुरा त्यहाँ छ, हामी ट्याक्क लाएर यस्तो चल ल केटा हो एक एकजनाले भन्दै गर ल कस्तो भइरहेको त ल आजको गाडीको इभीको राइड। वान वर्ड बबाल ड्राइभर हो, बबाल ड्राइभर आजको हाम्रो ड्राइभर चाहिँ हो होइन। यिनीहरूले कति राम्रो राम्रो कुरा हेरे मैले त के हेर्न नि पाएन। अब हेर्न पाउँछ नि त म ढाक्रो बिलायो भने त मन्त्रीजीको ड्राइभर जस्तो देखिन्छ नि ल ल ल केटा हो ल कस्तो हुँदैछ त राइड ल भन। एकदम स्मुथ मक्खन सँगै भन न त ल। एकदम मक्खन एक्सपिरियन्स भइरहेको हो छ। कहीमा चल चल बगेर आफ्नो जस्तो फिल भइरहेको छ। भाइ बाहिर छैन राम्रो भाइ। एकदम अनि तिमीलाई चाहिँ काई पोचेको फिलिङ के काई पोचेको के हो रे फिल्मको नाम हो क्या हावा साथीहरू ल यस्तै हुँदैछ होइन गाइज। अब यस्तो चिया चाहिँ म चाहिँ मेरो पनि एक्सपिरियन्स चाहिँ आज बबल भयो होइन। अब यस्तै छ जिन्दगी रमाइलो छ गाइज। घुम्न चाहिँ जानुपर्छ है सबैजना सरी स्क्वाडमा। अब हामी गोमा ब्राह्मणीको कुटी हेर्न गइरहेछौँ। ओके ल्याभिस होम ट्रेडिसनल। ओ ठिक छ गाइज। अब चाहिँ यहाँ खोइ के हेर्न जाने भन्दै छ, मलाई चाहिँ खासै थाहा हुँदैन यस्तो धर्मस्थल ठाउँको बारेमा थाहा हुँदैन होइन। बढी थाहा हुने भने चाहिँ हाम्रो मिस्टर देवव्रतलाई मात्र हो। ठिक छ यस्तै हुँदैछ। खोलामा जस पानी चाहिँ रहेछ के हेर्ने ल भन्छ त्यत्रो अग्लो ठाउँमा यसलाई गाइज होइन जब एउटा मूर्ति पनि त्यस्तो अग्लो लाग्यो रे। एउटा भन्छ भगवानको त्यस्तो खतरा मूर्ति छ त्यहाँ। बिस्तारी गर्न आइफोन हो मुला यही यस्तो खतरा मूर्ति छ जाब भन्छ। त्यसको बुढिया पनि बुढिया ठ्याक्क कार्टुन निन्जा टर्टल मोटी राइट बवाल भइरहेको छैन गाइज। निन्जा टर्टल यिनी हाम्रो त्यो यसले जे भने पनि गाइज छैन आइ एम द ओन्ली भ्लगर अफ दिस ग्रुप। केटाहरूलाई नि ओ केटा हो भ्लगतिर यसो भन एक्सपिरियन्स। हेलो गाइस आई एम द ड्राइभर नेताजीको। ये हम है और यहाँ हमारा पावरी हो रही है। रोनीलाई सोस्तानी भन्यो नि ल त्यो कुन चाहिँ केटीको नाम हो भन्छ यसले? सोस्तानी अधिकारी। सिजनले भनेको अनुसार चाहिँ मलाई सुस्तानी भनेको कुरै थाहा छैन रे क्या। पहिला मामा घर जाँदाखेरि बाले हरेक दिन हुन्छ नि सुस्तानी भन्नुहुन्थ्यो, नभएको बेला दिदीले भन्नुहुन्थ्यो अनि रुक्न। अनि त्यसपछि जहाँ सकिन्थ्यो त्यहाँ पुरा डोरीले राख्नुहुन्थ्यो। म कम्तीमा 1 घण्टा सुन्थेँ क्या गाइस। यिनीहरूलाई के थाहा क्या 1 महिनाको 30औं दिनमा जब 1 घण्टा सुन्थिस् त एक दिन 1 घण्टा सुन्थे भने सारा दबङ हरेक दिन 1 घण्टा सुनेको भए त आज यो स्थितिमा कसरी पुगिस् त? त्यति बेला बच्चा थियो नि त, सानो बच्चा थियो। त्यति बेला बच्चा थियो, अहिले पनि बच्चै छ। तर त्यति बेला नबुझे पनि के आनन्द लाग्थ्यो क्या। अब आएर चाहिँ बुझेर है सोस्तानी अधिकारीलाई उसले। ओ हरियाली छ। बन्द अवस्थामा कति भन्दा त्यो हुन्छ त्यस्तो बाहिर बस्नु लास्टै अलिकति केयर चाहिँ हुन्छ। Driving he got us so because he's our fatso Spider-Man तिमीले चुरायो मेरो मनको चैन। हेर हुइका हेर अम्मा 40 स्पिडमा छ। 46 47 मामालाई पठाइन्छु भिडियो 60 हो ल। अहिले चाहिँ घटायो मामालाई पठाउँछु भन्दा 45 है घटायो। अनि यहाँ देख्नुहोस् कस्तो छ नाच नजान्ने आँगन डिँडो भन्दै ड्राइभर भएपछि अरूको बाटोमा आउने हो, आफ्नो कुल मेन्टेन गर्नु पर्दैन। ऊ अहिले 60 70 72 73 भयो।
यस्तो यस्तो भयो अरे त्यो अलिकति स्पिडमा त्यस्तो छ है स्नेक अलिक स्पिडमा त्यस्तो त होइन तैँले एक हातले चला भएर स्टेरिङ हल्लिएको स्पिडमा त्यो अलिकति एक्सिडेन्ट यताउता गरेको नि भनेन क्या नेपालीहरू के भाग्यो डाँडाको नाम पिउन पाएर कल्लमा राख्यो नि फेरि एउटाले फेरि यहाँ ढिलो भइरहेको छ के हुन्छ भागी कुरा त भन्यो तर एउटा घरमा गयो भने त मजाको आनन्दै हुन्छ काम गर्न आउनु पनि मलाई धेरै नै लाग्यो घन्टा हो बिपिले नि राम्रो अन्दाज गर्न थाल्यो अहिले खासै बोलेको छैन नि उनले त अझ बाहिर एक दिन मात्रै सिकेर यति गर्नु भने बबल उत्सवले हान्न उत्सवलाई अहिले पनि बबल गर्यो त सेकेन्ड टाइम त त्यही तै पनि हालिहाल्छ अस्ति मलाई अस्ति जोसेको हो क्या मेरोको के बिपिनले नाक खुलाइदिइहाल्यो दिनु पर्यो बिपिनले नाक खुलाइदिइहाल्यो यसको अब यस्तो स्पिड घटाउने अनि त्यो एल्लोसँग चाहिँ आफ्नो गाडीको बडी प्यारल बनाउनु पर्छ ट्याक्कै मिलिरहन्छ रोलित हामी यस्तो ड्राइभिङ सेन्टर खोल्नु मेरो सकिँदैन अरे एक दिन त यस्तो गाह्रो हुन्छ होइन सिकाउन त गाह्रो छैन नि त चलाउनु पनि गाह्रो छ लेफ्ट लेफ्ट राइट राइट भन्ने छ मलाई भन्ने अमेरिकाको ढोकै नम्बर व्यस्त भइहाल्छ त्यही भने 0% रेट थियो अन्त म त अहिले गाडी चलाउनु चाहिँ सिकिनँ अरे यो के होइन बाइक लियो भयो Right. Okay, sure, why not? ठिक छ नि देब्रो राइट राइट हो अब चाहिँ यो युट्युबरहरूले यसरी खिच्छ नि गाडीकै ओडलाई बाटोमा पर्दाखेरि अहिले अगाडि राख्छु ल गाडीमा बस्छु माथि नै होइन न माथि उता बाइक स्टोर देखिरहेको छु अहिले साह्रै हो थाहा हो मान्छेले बोल्नु पर्दैन के हो भन्ने त्यो राइटमा राइट उता राइटमा लगेर यहाँ ब्लाइन्ड स्पट उता हुन्छ क्या त्यताबाट पनि हो अहिले आइफोन भने आइफोनै हो यो बाटो लास्ट के भयो यो बाटो त उता धुरीको जमाउन जस्तो बाटो त्यत्रो जुमाउँछ अझ बिस्तारै बिस्तारै रोनी बिस्तारै के र त भर्खर चिकन चिल्ली खायो भनेमा सबलाई चिल्ली पार्दैछ